सबैजनालाई स्वागत छ। सो आज चाहिँ म सानो सानो क्लिप्सहरू आज म चर्च गएको भिडियोहरू मैले बनाएर ल्याएको छु। सो म त्यसको भिडियो बनाउँछु, तपाईँहरू हेरेर इन्जोय गर्नु। मेरो एसएम मुभमेन्टमा स्वागत छ। आज चाहिँ म सङ्गति जाँदैछु अनि सङ्गति जाँदै गरेको भिडियो बनाउँदैछु गाइस। सो लेट्स सी हाउ इज टुडे फेलोशिप। बाहिरको भ्यू चाहिँ यस्तो छ गाइस, तपाईँले देख्न सक्नुहुन्छ। सो हेलो एभ्रिवान, हामी चाहिँ फाइनली चर्चमा पुगिसकेका छौँ। यहाँ चाहिँ हाम्रो नैना बहिनी हुनुहुन्छ अनि हामीसँग अर्को एकजना सिस्टर पनि हुनुहुन्छ अनि हामी चाहिँ सङ्गतिमा पुगेर यसरी बसिसकेको छौँ। यहाँ युनिसा मेरो साथी र दिदीहरू पनि हुनुहुन्छ अनि हामी चाहिँ चर्चमा पुगेर यसो गफगाफ गर्दैछौँ गाइजहरू। अनि एकदमै आशिषमय सङ्गति हुन्छ। यो चाहिँ हाम्रो चर्च हो, यो चर्चको एरिया तपाईँले देख्न सक्नुहुन्छ यहाँनिर। अनि अहिले चाहिँ हामी सबभन्दा फर्स्ट पुगेको छौँ अनि यहाँ सबै तपाईँले खाली खाली देख्नुहुन्छ। अनि यहाँ चाहिँ 300 भन्दा पनि बढी मानिसहरू अटाउँछ है। अनि यो चाहिँ हाम्रो पहिलो सेसन हो, 7:30 देखि 9:30सम्म हुन्छ। अनि हामी चाहिँ एकदमै ब्लेस्ड छौँ कि हामी एभ्री फ्राइडे सङ्गति जान पाइरहेको छौँ अनि प्रभुलाई महिमा भएको। अनि सङ्गति भन्ने चाहिँ हाम्रो क्रिस्चियन जीवनमा एकदमै इम्पोर्टेन्ट छ। बाइबलले पनि भन्छ हिब्रूको पुस्तकले है, कतिजनाको सङ्गतिमा नजाने बानी हुन्छ तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रसाउँदियो भनेको छ है। अनि हामी चाहिँ सङ्गतिमा जानु चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अनि सङ्गतिमा गयो, जब हामी सङ्गतिमा जान्छौँ हामी चाहिँ आफूले आफूलाई मजबुत अनि परमेश्वरसँगको सम्बन्धमा हामी अझै घनिष्ठ हुँदै जान सक्छौँ। आमेन। यीशुको पछि महिन लागि फर्कदिन 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 फर्कदिन। आमाले मलाई बुवाले मलाई सबैले मलाई त्यागे तापनि यीशुको पछि महिन लागि फर्कदिन फर्कदिन फर्कदिन। प्रिय मण्डली, हामी तयारी हो। जय मसीह। आमेन। धेरै ठुलो कुरा हो। अनि प्राय अहिले संसारमा हामी विभिन्न रोग बिमारको इलाजहरू गर्ने ठाउँ होइन, त्यसलाई के भन्छ निको हुने ठाउँहरू हामी धेरै, उपचार हुने ठाउँहरू हामी धेरै देख्दछौँ। तर पनि कतिचोटि ती उपचार पद्धतिहरूले हाम्रो सबै होइन हामीभित्र शरीरमा भएको सबै बिमारहरूलाई चाहिँ निको पार्न सक्दैन, किनभने हाम्रो शरीर चाहिँ थरीले मात्रै बनेको छैन। परमेश्वरको वचनले भनेको जस्तै हाम्रो शरीर चाहिँ एउटा प्राण, आत्मा अनि देखिने साह्रै कुराले बनेको कारणले गर्दाखेरि एउटा कुराको मात्रै इलाज भएर शरीर ठिक हुनुभयो त ठिक हुन्थ्यो, तर अब धेरै थरी मिलेको कारणले गर्दाखेरि धेरै कुरा चाहिँ हामीसँग जोडिएको हुँदछ। अनि देख्दै थाहा छैन कतिचोटि चाहिँ कति मान्छेहरू चाहिँ चर्चमा हुर्केर होइन पास्टर बनेर कहाँ कहाँ गइसक्यो, कतिजना चाहिँ आपद विपद आइपर्छ तर त्यसलाई के रूपमा ल्याउँ, आनन्दको रूपमा होइन। प्रभु धन्यवाद तपाईँले मलाई यसको लायकको सम्झनु भयो। प्रभु धन्यवाद कि तपाईँले मलाई हिजो परिस्थितिको बाटो भएर जानको निम्ति सहायता गर्नु। त्यो बेलामा तपाईँको विश्वासका कुराहरू जाँचिन्छ, त्यो बेलामा तपाईँको धैर्यताका कुराहरू जाँचिन्छ। त्यो बेलामा तपाईँको बोलीबाट कस्तो शब्दहरू निस्किन्छ त्यो कुराहरू जाँचिन्छ। र सबैभन्दा ठुलो कुरा चाहिँ परमेश्वरले तपाईँ र मलाई माथिबाट हेरिरहनु भएको छ होइन। यो बेलामा यो छोरामा कसरी हिँड्दैछ, यो छोरी कसरी हिँड्दैछ र यो परिस्थितिमा यसले आफूलाई कतिको सम्हाल्न सक्छ हुँदै हुन्छ नि।
for watching SM Moment. Love you all. Bye-bye.